खाङसार भन्ने ठाउँको यो माथिपट्टि यो डाँडाहरू चाहिँ यस्तो दृश्यहरू देखिन्छ। अनि त्यो लप पोखरी भन्ने टिकटक एकदम फेमस, अलि पानी सुकेको रहेछ। त्यसपछि हामी यो डाँडामा आएका छौँ र यहाँ अलिकति यहाँ चाहिँ सिँढीहरू रहेछ र सिँढीहरूको एकदमै राम्रो चिया बगानहरू एकदम सुरुवात गर्नुभएको रहेछ र अलिकति तपाईँहरूको माझमा यो भिडियोहरू देखाउन गइरहेको छु र तपाईँहरूले हेरिदिनुहुन्छ अनि तपाईँहरू पनि यो ठाउँमा आएर भ्रमण गरिदिनुहुन्छ भन्ने मैले एकदमै आशा गरेको छु र अलिकति तपाईँहरूलाई यो पारिपट्टिको अलिकति डाँडाहरू पनि देखाउने म प्रयास गर्छु। धेरै राम्रो छ र यो डाँडाहरू यो भोजपुर हो, यो खाङसार भन्ने ठाउँमा पर्दछ। यो चाहिँ भोजपुरको सिमाना छेउतिर खाङसार भन्ने ठाउँतिर हो। यहाँ अगाडि चाहिँ भाइ हिँडिरहनु भएको छ, फुपूको छोरा। अलिकति यो दृश्यहरू तपाईँहरूको माझमा देखाउन गइरहेको छु र हेर्दै जानुहोस्। म तपाईँहरूलाई यो दृश्यहरू वरिपरिको देखाउने म जमर्को गर्नेछु र कहाँबाट हेर्दै हुनुहुन्छ, विदेश स्वदेशबाट हेर्दै हुनुहुन्छ भने यहाँ एकपल्ट तपाईँहरू भ्रमण गरेर तपाईँहरूले मनोरञ्जन लिन सक्नुहुन्छ भन्ने पनि म तपाईँहरूसँग विश्वास गर्नेछु। अलिकति चिया बगानहरू यसरी रोप्नु भएको छ, साना साना बोटहरू छ। यहाँ फ्याक्ट्री पनि छ, चिया फ्याक्ट्री पनि छ। यो भर्खरै तपाईँहरूले यहाँ वृक्षरोपण गर्नुभएको रहेछ। यहाँको लागि अब अलिक पछिको लागि चाहिँ इलाम जस्तो देखिने छाँटकाट मैले देखिएको छु र त्यसै कारणले मैले यो दृश्यहरू डाँडाकाँडा एकदमै राम्रो र बसेर हेर्न वरिपरि चाहिँ एकदमै रमाइलो देखिन्छ। अनि घामहरू पनि अलिकति लाग्दै अलिकति मधुर टाइपको लागिरहेको छ। हावा पनि सिर्रा चलिरहेको अवस्था तपाईँहरूको माझमा देखाउँछु र एकदमै राम्रो डाँडाहरू देखिन्छ यस्तो दृश्यहरू। र यो अग्लो उभो चाहिँ ड्याम के पर्छ भनेर भन्छ उत्तर पल्लोपट्टि चाहिँ, र त्यसै कारणले हामी तपाईँहरूलाई यस्तो दृश्यहरू देखाउँदैछौँ। र यो इमान बोय भ्लगमा चाहिँ युट्युब च्यानलमा यो भिडियो राखिन्छ र त्यहाँबाट पनि तपाईँहरूले पाउन सक्नुहुन्छ। र त्यसरी नै यसरी नै अगाडि म बढिरहेको छु। यहाँको दृश्यहरू कैद गर्नेछु र तपाईँहरूको माझमा देखाउने प्रयास गर्नेछु। अलिकति तुवालो लागिरहेको छ र यहाँको चिया चाहिँ तपाईँको यो फ्याक्ट्री हो, यहाँ चाहिँ बनाइन्छ यो चियाहरू चाहिँ। त्यसै कारणले म तपाईँहरूलाई त्यो फ्याक्ट्रीहरू पनि तपाईँहरूको माझमा देखाइनेछु। यो भोजपुर खाङसार भन्ने ठाउँमा पर्दछ र यसरी नै हामी यो सिँढीमा उक्लिरहेको छौँ र यो भिडियोहरू तपाईँहरूको माझमा देखाइरहेको छौँ। र कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट, लाइक, सब्सक्राइब गरिदिनु होला भन्ने म अनुरोध गर्दछु। र यो चिया बगानहरू यतापट्टि चाहिँ यसरी देख्न सकिन्छ, साना साना बोटहरू छ। चियाको चाहिँ साना साना बोटहरू छ। तपाईँहरूलाई म यतापट्टि सबै चिया बगान छ, अलि साना साना भएर बनमाराहरू पनि देखिएको हुनाले होइन कि भन्ने जस्तो लागिन्छ। हो, एकदमै तपाईँहरूलाई देखाउने प्रयास गर्दछौँ। र फेरि ठ्याक्कै हामी यो डाँडामा फेरि हामी आएका छौँ। यहाँ पनि बस्ने ठाउँ रहेछ। ल, एकदम गजबको ठाउँ रहेछ नि त्यहाँ। ल, के भन्नुभयो? रातमाटे डाँडामा आएका छौँ। यहाँ चाहिँ आगो सागो ताप्ने, वरिपरिको दृश्य हेर्ने क्या मजा देखिन्छ। ल ल ल ल ल दामी रहेछ। यसरी हामीले अवलोकन गर्न सक्छौँ र भिडियोहरू हेर्दै जानुहोस्। र कहाँबाट भाइ खोटाङ र यो भोजपुर छुटिन्छ भनेको? ए यही डाँडादेखि ल, यहाँदेखि उता चाहिँ म खोटाङको परेको हुनाले यतापट्टि चाहिँ यो डाँडादेखि उता चाहिँ खोटाङ पर्छ। यतापट्टि यो खोटाङ हो। यो डाँडादेखि यता चाहिँ यो चाइनिज वाल जस्तो पनि देखिँदो रहेछ। यो चाइनिज वाल त होइन, तर त्यस्तै खालको ढप देखिँदो रहेछ। यहाँदेखि यो वालदेखि यता चाहिँ भोजपुर पर्छ। ल हेर्नुहोस्, यो भोजपुर हो। यो भोजपुरमा यस्तो छ। ल, यसरी देखिन्छ। यो चिया फ्याक्ट्री हो। यो चिया फ्याक्ट्री हामी तपाईँलाई देखाउँछौँ
र यसरी यो भोजपुर हो। अनि यो डाँडाहरूमा तुवालो लागेको हुनाले केही देख्न सकिएको छैन, तर यता नजिकको चाहिँ एकदमै तपाईँहरूलाई देखाउने मैले प्रयास गरिरहेको छु। र म अलिकति ओह्रालो लाग्नेछु। चाइनिज वाल जस्तो देखिरहेको छ। यहाँ धेरै मेहनत गरेर यो वालहरू पनि लाउनु भएको रहेछ। यहाँको भोजपुर खाङसारमा रहनुभएका हाम्रो फुपू हजुरहरू अनि यहाँका रहेका बासिन्दाहरूले बनाउनु भएको रहेछ। यो चाहिँ खोटाङ हो। यो वालदेखि यता चाहिँ भोजपुर सिमानामा छु म। र त्यो सिमानाको दृश्यहरू तपाईँहरूको माझमा हामी देखाइरहेको छु। भाइ तल पुगिरहेको छ र तपाईँहरूलाई यस्तै भिडियोहरू तपाईँहरूको माझमा हामी देखाउनेछौँ। र यसरी हेर्दै जानुहोस्। र इमान बोय भ्लगमा यस्तै भिडियोहरू तपाईँहरूको माझमा आउनेछ। सब्सक्राइब, लाइक र बेल आइकन बजाइदिनु होला भन्नु पनि म अनुरोध गर्दछु हजुरहरूलाई। र यसरी नै म तपाईँहरूलाई नयाँ भिडियोहरू अपडेट गर्नेछु। र त्यो डाँडासम्म चाहिँ तपाईँहरूलाई म यो भिडियोलाई निरन्तर देखाउने प्रयास गर्नेछु। र म झरिरहेको अवस्था छ र झरिरहेको छु। र यो ओह्रालो छ अलिकति यहाँबाट, फेरि उकालो चाहिँ चढ्नुपर्ने हुने रहेछ। र यसरी नै हामी तपाईँहरूलाई भिडियो देखाउनेछौँ। र यस्तै भिडियोहरू तपाईँहरूको माझमा हामी ल्याउनेछौँ। हामी घुम्दै आएका छौँ यस्तो हेर्ने भन्दै। त्यही कारणले हामी यो वालहरू चाहिँ ग्रेट वाल जस्तो देखिन्छ, तर होइन। त्यसैले यस्तो छ। अनि यसरी घुमाएर तपाईँलाई फेरि यताको वालहरू पनि तपाईँलाई देखाउने प्रयास गर्दछु। यस्तो छ ल, हेर्नुहोस् है भिडियोहरू। यो पातलेकहरू छ। यस्तो राम्रो डाँडा, एकदमै गजबको भिडियोहरू तपाईँहरूको माझमा ल्याउनेछौँ। र हेर्दै जानुहोस् कस्तो देखिन्छ भिडियो। यहाँ भाइ अगाडि हिँडिरहनु भएको छ। यहाँ बस्ने ठाउँ पनि देखिरहेको छ। र ग्रेट वाल त हिँड्नै पर्यो, गाह्रो छ। यस्तो छ। यो चाहिँ बस्ने ठाउँ एकदम ल। यहाँ पनि बिसाउने ठाउँ, यहाँबाट बसेर यसो दृश्यहरू कैद गर्ने ठाउँ। यो खोटाङ ल, हेर्नुहोस् खोटाङ, यो खोटाङ। अनि यतापट्टि भोजपुरको सिमानामा यो चिया फ्याक्ट्री। यतापट्टि उहाँ निलो चाहिँ फुपूको घर देखिरहेको छ। यो चाहिँ खाङसार भन्छ। यस्तो छ ल, मजाले हेर्न सक्नुहुन्छ ल। तपाईँहरूले कति मजाले निहालेर होइन यहाँको दृश्य तपाईँहरूको माझमा देखाउने प्रयास गरिरहेको छु। र भाइ अलिकति तल गइरहेको छ। फेरि ओह्रालै लाग्दैछौँ हामी, ओह्रालै लाग्दैछौँ। र यसरी नै तपाईँहरूलाई हामी देखाउनेछौँ भिडियोहरू ल। हेर्नुहोस् भिडियोहरू एकदमै रमाइलो छन्। यताबाट घुम्दै ल। ठाडै ओह्रालोहरू छ नि है। लास्टै ओह्रालो छ ल। आउनुहोस् है, आउनुहोस् ल। हेर्नुहोस् लास्टै ओह्रालो छ। यो ओह्रालो पुरो तलको भन्ज्याङमा पुग्नुपर्ने छ। अनि यस्तै छ भिडियोहरू तपाईँहरूको माझमा हामी देखाउँदै आज यो भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छौँ। पारिपट्टि तँलो लागिरहेको अवस्था छ। र यो चाहिँ भोजपुर र खोटाङको सिमाना छ। अनि भन्दै यहाँबाट तपाईँलाई रमाइलो डाँडाहरू देखाउँदै फेरि पनि यस्तै भिडियोहरू